अनि त्यो 11वटा सेसन अनि तपाईँको एउटा फुटबल गरेर मैले एभरेज स्लिपिङ आवर्स चाहिँ मेरो 5 hours to 6 hours थियो त्यो राम्रो होइन त्यो इनफ होइन मसल्स बिल्डिङको लागि तर सिचुएसन त्यस्तो थियो सिचुएसन कस्तो थियो भन्दाखेरि बिहानको वर्कआउट चाहिँ मेरो आलम चाहिँ जिममै बस्थ्यो क्या किनभने माइन्डमै बस्थ्यो क्या आलम त अब भाइ तेरो उठ्ने बेला भयो भनेर किनभने के थियो भन्दाखेरि मलाई चाहिँ सबैभन्दा डर के थियो भन्दाखेरि यदि आलम बज्यो भने छोरी उठ्छिन् छोरी उठेपछि मैले कसरी जाने राइट होइन त्यो दिमागमै त्यही थियो क्या आलम त त्यो राखेको मात्रै हो फर्मालिटी मात्रै हो होइन अनि अर्को कुरा उठेपछि मैले त्यो बिरालोको चालमा त्यो वार्डरोबहरू खोल्नु पर्थ्यो क्या अनि फेरि अब ब्रेस्ट फिडिङ बेबी भएपछि अब मदरलाई पनि उठाउनु भएन मेरो आलम त भने त कार्डियो गर्दा गर्दै बस्थ्यो क्या जिममा अनि त्यो फर्स्ट अनि वर्कआउटको कुरा गरिरहँदा म कार्डियो फर्स्ट 50 minutes गर्थेँ पहिला कार्डियो गर्थेँ जबकि साइन्सको हिसाबले हो भने फर्स्ट फिनिस यर वेट लिफ्टिङ एन्ड देन फलो अप द कार्डियो भन्ने हुन्छ नि त स्लो पेस गर्थ्यो